गुड मर्निङ गाइस। आज म चाहिँ भर्खर उठेर अब लोसारको लागि रेडी हुँदैछु। आज ह्याप्पी लोसार, सोनाम लोसार, हाम्रो घोडा बर्खा है तामाङहरूको चाहिँ यो महान चाड भनेर गनिन्छ हाम्रो। हजुरहरू सबैजनालाई ह्याप्पी लोसार भन्न चाहन्छु। म उठेर अब घरमै छु, अब बेड मिलाउन जाँदैछु है। एउटा ब्ल्याङ्केट भयो, अहिले जाडो छ नि त, त्यही भएर दुईवटा ब्ल्याङ्केट ओढेर सुत्ने गर्छु। यो मिल्यो यता सिरानीमा। मिल्यो। अब लोसारको लागि आज चाहिँ रेडी हुनुपर्छ है। उठ्ने बित्तिकै नुहाइ धुवाइ गरेर अब लोसारको लागि चाहिँ लगभग रेडी हुँदैछु। आजको हाम्रो विशेषता, आज हाम्रो यो माला चाहिँ यो जप्नुपर्छ हाम्रो है। यहाँ पूजापाठ गरेर यो चाहिँ मेरो पूजा गर्ने मन्दिर हो। हाम्रो चाहिँ बौद्धिक धर्मको सधैँ हामीले चाहिँ नाम लिनुपर्ने भगवान्हरू, बुद्ध भगवान्को 3टा रूप हुन्छ भन्छ होइन। त्यो 3टा रूपलाई चाहिँ हामीले चाहिँ जहिले पनि नाम जप्ने गर्छौँ घरमा पूजापाठ गर्दाखेरि। अनि त्यही हो आजको स्पेसल भनेको मेरो भिडियो। आज पूजापाठ गरेर सरसफाइ गरेर अब चाहिँ चट्ट गुम्बातिर गएर चाहिँ अब रमाइलो गर्ने कार्यक्रममा आज लाग्नेछौँ। त्यही भएर अब यस्तै छ। अब पाउनै त फेरि म एउटा मेरो यो पनि भिगाउँ आज। अनि अहिले यता राखौँ। यसमा मेरो लगाउनु पर्ने कम्प्लिट यो चाहिँ ल गाइस यस्तो छ है। यो नयाँ डिजाइनको कोट हेरौँ। यो लोछारको कोटै कोट। यो भित्र यसलाई चाहिँ समिज भन्छ हाम्रो तामाङ ड्रेसको। अब यो माथि यो लाउँदाखेरि अनि चिटिक्क देख्ने हो। ल आजको यो भयो। अब म जुत्ता लाउँछु। जुत्ता लगाएर चाहिँ
यो तुना कस्नुमा चाहिँ मलाई अलिक टाइमै लाग्यो गाइस। अब यति भएपछि जुत्ता लाइन्छ। चट्ट लाएर यहाँ
कुर्सीमा बसेर ल गाइज अब म चाहिँ रेडी भएको हो। अब यो लोछार भनेको हाम्रो तामाङ जातिहरूको चाहिँ कस्तो हुन्छ भने अब यो हाम्रो घोडाबर्खा अहिलेको सोनाम लोछार भनेको अहिलेको घोडाबर्खा हो। घोडाबर्खालाई हाम्रो चाहिँ तामाङ जातिहरूले चाहिँ नयाँ सालको रूपमा अब नयाँ वर्ष लाग्यो है भनेर चाहिँ हामीले चाहिँ यसरी मनाउने गरेको छ। र यति मात्रै नयाँ वर्ष मात्रै नभएर हाम्रो लोछार भनेको चाहिँ हाम्रो तामाङहरूको चाहिँ विशेषता भनेको हाम्रो मौलिकता, हाम्रो कल्चर, हाम्रो संस्कृतिलाई चाहिँ भनौँ न हाम्रो संस्कृतिहरू झल्काउने हाम्रो एउटा मौलिकता बोकेको एउटा हाम्रो लोछार भनेर मनाइन्छ नयाँ सालको रूपमा। सो हजुरहरू सम्पूर्णलाई यो जानकारी गराउन चाहन्छु। अनि हजुरहरू सम्पूर्णलाई ह्याप्पी लोछार। अब म अहिले कति बज्यो अहिले अब 10:30 लगभग भयो। अब म गुम्बामा निस्किन्छु, रमाइलो गरेर फेरि गुम्बाको म हजुरहरूलाई नयाँ भिडियो चाहिँ आजको गुम्बाको कार्यक्रमको भिडियोहरू पनि म पस्किने कोसिस गर्नेछु भन्दै धन्यवाद। ईश्वर लामा आजको लागि धेरै धेरै तपाईँहरूलाई ह्याप्पी लोछार भन्न चाहन्छु। अनि सपोर्ट, लाइक, कमेन्ट अनि सब्सक्राइब गर्नु होला मेरो एआई चितवन ब्लग भन्दै यति भन्दै छुट्टिन चाहन्छु। हस्त, बाई।